नमस्कार सबैमा हामी आज कुरा गर्दैछौँ जुन आइपिओको बारेमा जुन चाहिँ भोलिदेखि निष्कासन हुन लागेको छ असार 9 गतेदेखि 16 गते 23 गतेसम्म र लम्बिएमा 6 गतेसम्म। र हामी बुझौँ यो खोला कस्तो छ, कहाँ छ र कसले आवेदन दिन सकिन्छ। र यो खोला भनेको चाहिँ रिघा 7 बागलुङमा छ र यसमा चाहिँ अहिले पहिलो चरण र दोस्रो चरणमा यसलाई आवेदन दिन सकिन्छ। पहिलो चरणमा चाहिँ त्यहाँको लोकल बासिन्दा र वैदेशिक रोजगारमा भएका मानिसहरूको लागि मात्र छ भने दोस्रो चरणमा चाहिँ पब्लिक सेयर जुन चाहिँ कम्पनीको इन्टरनल इम्प्लोइलाई छुट्याइसकेपछि सेयर चाहिँ बाँकी रहेको सेयर चाहिँ सर्वसाधारण हामीले भर्न पाउँछौँ। र यो चाहिँ असार 9 गतेदेखि जुन 23 गतेसम्म खुलिरहेको छ त्यो चाहिँ पहिलो चरण भनेर निर्धारण गरिएको छ कम्पनीद्वारा। र यसले चाहिँ नेप्से धित्रो पत्र बोर्डबाट चाहिँ कम्पनीको टोटल पुँजीको 38% यानि 39 करोड 50 लाख रुपियाँ बराबरको आइपी आउँदैछ, जसमा चाहिँ त्यहाँको लोकल बासिन्दाको लागि चाहिँ 10 लाख किता 10,30,000 किता र वैदेशिक रोजगारमा भएका मानिसहरूको लागि चाहिँ 2,92,000 किता निष्कासन गरेको छ। र हामीले चाहिँ अहिले पहिलो चरणमा लोकल बासिन्दा भनौँ या वैदेशिकमा काम गर्ने मानिसहरूले चाहिँ 10 किता आवेदन दिँदा सहज हुन्छ देखिन्छ, किनकि त्योभन्दा बेसी पर्ने चान्स अलिक कमै छ। र अब यसको चाहिँ इस्यु म्यानेजर भनेको लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ र यसले चाहिँ अहिले त्यही नजिकको दरम खोलाबाट युज भएको छ र यसको नाम पनि दरम खोला हाइड्रो पावर हो। यसले चाहिँ यसको प्रोजेक्ट 9.6 मेगावाट छ र यसमा चाहिँ अहिले पेनस्टोक पाइपहरू बिछाउने काम भइरहेको छ जुन कम्प्लिट भइसकेको छैन र ड्याम पनि अन्डर कन्स्ट्रक्सनमा छ जुन चाहिँ 50% कम्प्लिट भइसकेको छ र प्लस पावर हाउस पनि अन्डर कन्स्ट्रक्सनमा छ जुन कम्प्लिट भइसकेको छैन। र दोस्रो चरणमा हामीले आवेदन दिन सकिन्छ र यो अनसब्सक्राइब भएमा 23 गतेसम्म सब्सक्राइब भएमा चाहिँ हामीले यसको डेट लम्बिएर साउन 6 गतेसम्म पनि पुग्न सक्छ भन्ने कम्पनीको दाबी छ। र यति भन्दै यो अब हामीले चाहिँ सबैजनाले 10 किता भर्न सकिन्छ। अब लोकलले चाहिँ 10 कितादेखि 50,000 कितासम्म भर्न सक्नुहुन्छ भने वैदेशिक रोजगारमा भएका मानिसहरूले चाहिँ 10 कितादेखि 10,000 कितासम्म दिन सकिन्छ र पब्लिकले पनि 10 कितादेखि 10,000 कितासम्म 50,000 कितासम्म आवेदन दिन सकिन्छ दोस्रो चरणमा। यो अहिले पहिलो चरणको आइपिओ चाहिँ भोलिदेखि निष्कासन हुन जारी हुने भनेर नेपाल भित्र पत्र बोर्डले छुट्याएको छ। यति भन्दै म बिदा माग्छु। धन्यवाद।